हाम्रो देशको पहिलाका नेताहरूले तास खेल्दा कसरी खेल्छन् होला है? शेरबहादुरजी तास मार्दै हुनुहुन्छ है। बोट हाल्नु न भाइ, तपाईँ दुईजना त बोटै हाल्नु भाइ, के गरेर बोट हाल्नु पर्दैन केपिजी, के गरे? अहिले के को बोट बनाउँछ? घर जलेर यहाँ भएको छ, बोटपछि सुत्नुपर्ने अवस्था आएको छ, बोट बनाउँछु यार। त्यही पनि हालेको छु त बोट मैले त 72वटा बोट हालेको छु। 73 पनि पुग्यो कि के हो? बरु हाम्रो परचोटोजीले बोट हाल्नु भएको छैन। परचोटोजी मुन्नी केपीजी, मैले त पहिले 1700 बोट हालेको छु। मैले जति बोट कसले हाल्यो र? बरु हाम्रो शेरजीले हाल्नु भएको कि छैन? ओ कस्तो कुरा छ? भएको नोट जति सबै जलेर खोट भएको छ भाइ, के को बोट हाल्छ? यसमा त तास हाल्दा पैसा छैन भाइ, तर आउँछ बरु। अब सेरेजी अब अलिकति केपिजीसँगै सापट लिनुपर्छ कि जस्तो लाग्छ। के सापट दिन्न? होइन, तास खेल्दा चाहिँ सापट्टि नदिउँ कि क्या हो? बरु यसो हेरौँ है, पुलिस पनि आउनु सक्छ। अब पहिला पो आफ्नै सरकार थियो र पुलिस आए पनि माग्न सकिन्थ्यो। यसपालि चाहिँ पुलिस आए, सरकार छैन, के हुन्छ? आयो क्या? ए पुलिस आयो, ए भाग 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 भाग